अहिले हामी जुम्लामा यात्रा गरिरहेका छौँ। जुम्लाको सडक खण्ड एकदम राम्रो छ। यस्तो बबाल छैन पिच रोड र तलपट्टि जिउलो पनि बबाल। हामी भिताकोट क्रस भइसकेका छौँ। बबाल गन्तव्य हाम्रो अङ्गदजीले चलाइरहनु भएको राइडर अङ्गद। अनि त्यसपछि यो तातापानी एरिया हो। तातापानीको पारिपट्टि डाँगीभाडा भन्छन् यसलाई। जिउलो पनि बबाल छ। अब जुम्ला आफैमा बबाल छ होइन। उतापट्टि डाँगीभाडा भन्ने एरिया। यसको यतापट्टि पनि गाउँ छ जुन ठाउँ चाहिँ तातोपानी हो। यो गाउँ डाँगीभाडा धेरै सुन्दर छ। अब यहाँ कालासिल्ला मस्टाको थान हो। माथि त्यो जङ्गलमा सानो जङ्गल छ तल सबैभन्दा त्यहाँभित्र छ। हरेक खतरा लाग्छ मलाई चाहिँ त्यहीँको थान पूजाइ खतरा लाग्थ्यो सानोमा जाँदाखेरिमा। मजा आउँछ त्यहाँ जानुभएको पूजाइमा? म एकचोटि गएको छु। होइन मेरो म त कति गयो होला सानोमा नथाहा पाउने गरेर त थाहा पाउने गरेर एकचोटि गएको छु त्यो ठाउँमा। डर लाग्थ्यो पहिला। अहिले त जङ्गल काटेर हो कि खै पुरा भित्र त पुरै घनघोर जङ्गलको बिचमा मन्दिर त्यस्तो फिल आउँथ्यो कि। सानोमा एकचोटि गएको अचम्मै लागेको थियो मलाई। कति ठुलो टाँगो ल्याएको थियो होइन। खोला अनि समतल बगेको छ। यो हिमाली जिल्ला जस्तो फिल हुँदैन। धेरै कुरा चाहिँ फरक छ। त अनि तराई नभने नि पहाडको त्यो त्यस्तो टाइपको ठाउँ छ होइन। यो जुम्ला विकास हुनुको एउटा सहजीकरण पनि हो यो। हामी अब तातोपानीमा पुगिसक्यौँ। यो तातोपानी एरिया हो। चाहिँ अटो आइरहनु भएको छ। अटो आउँछ। अटो आइरहेको छ। अब हामी आजको यात्रा तातोपानीसम्मकै हो। त्यसैले तातोपानीसम्मको यात्रामा जोडिनु भएकोमा धन्यवाद। यो तातोपानी गाउँपालिका होइन। तातोपानी गाउँपालिकाको तातोपानी भन्ने ठाउँ वडा नम्बर 2 रहेछ। 2 नै हो। यहाँ आज बादल मिठो बादल लाग्यो। नेपालमा अरू ठाउँमा चाहिँ आज एकदम पानी परिरह। यो तातापानी क्षेत्र हो। तातापानीको पनि तातापानी भन्ने ठाउँ हो। यसमा चाहिँ पानी हरिब तातो हुन्छ कि एउटा अचम्मको कुरा। यहाँ मान्छेहरू यति धेरै नै यो पानी तातो हुन्छ। लगभग कति डिग्री सेन्टिग्रेड हो? धेरै नै हुन्छ। यहाँ दुईटा केटा र केटीको गरेर फरक छ। तातोपानीमा धेरै मान्छेहरू यहाँ उपचार हुन्छ भनेर नि सोचेर नुहाउने गर्छ। अहिले यो असोजको महिना होइन। यो भित्र तापक्रम कति होला नवराज? जस यहाँ यसमा पानीमा यो चाहिँ नदीको पानी हो। तिला नदी हो। कस्तो सुन्दर छ होइन। यो तिला नदीको टेम्परेचर त त्यही 5-7 डिग्री सेन्टिग्रेड होला होइन। अनि होइन अलि डर लाग्दो छ। यहाँ खासै गहिरो छैन कि। हाम फालेपछि अलिक चोट लाग्न सक्छ। अनि यहाँ नुहाउने सिस्टम बनाएको छन्। केटा केटी अब फरक छ। यो चाहिँ तलको कपडा धुनलाई स्पेसल हो र माथि चाहिँ नुहाउनलाई स्पेसल हो। यो तातोपानी एरिया होइन। तातोपानी उतापट्टि डाँगीभाडा भन्ने ठाउँ हो देखिरहेको ठाउँ। उता यो जङ्गलमा यो जङ्गलभित्र चाहिँ मस्टको थान छ। अनि सुन्दर ठाउँ छ। यस्तो दामी नदी बगिराखिया छ। कस्तो राम्रो भ्यू देखिया छ होइन। यहाँ एउटाले कुकुर ल्याएर आउनु भएको रहेछ। अनि एकदमै राम्रो सुन्दर दृश्य छ। यहाँ भित्रको टेम्परेचर चाहिँ त्यस्तै मतलब नुहाउन सुरुमा जान अलिक गाह्रो हुन्छ। हाम्रो साथीहरू चाहिँ यता आउनु भएको छ। अहिले हामी चाहिँ अब नुहाउनलाई आएको हौँ।